एउटा बालिकामाथि जुन घटना घट्यो, म त्यस घटनाको व्याख्या गर्न सक्दिनँ। म निशब्द छु। तर एउटा कुरा भन्छु, यस्ता घटनाहरूले हाम्रो समाजमाथि, हाम्रो समाजको चेतनाको स्तर र विवेकमाथि गम्भीर प्रश्न उठाएको छ। हाम्रो समाज कतातिर गइरहेको छ? हामीले जीवनलाई अनुशासनमा राख्नुपर्छ भन्ने बोध पनि बिर्सिसकेका त होइनौँ? एउटा बालिकाको संरक्षण हामी सबैको साझा दायित्व होइन?